हेलो खामरीमा गनकल्ला अहिले चाहिँ हामीहरू चाहिँ पानी पर्दैछ सिमसिम पानी हैन अन्त हामी चाहिँ यहाँ नि मेरो माथि ठुलो घर गएको माथि चाहिँ कोही बस्नुहुन्न नि त अन्त त्यहाँ चाहिँ हाम्रो आक्कु कान्छाहरूले चाहिँ रम्बेरा रोप्नु भएको थियो कि अन्त हामी चाहिँ रोप्नु गएको अरे लिनु गएको टिप्नु यहाँ मसँग किटेन र आचुर छ मेरो आक्कु कान्छाको छोराछोरी से हेलो यो हेलो खामरीमा भन्दिन मेरो यहाँ चाहिँ भाइ र बहिनी अन्त हामी चाहिँ एकछिन माथि टमाटर टिप्नु गएको अन्त बित्दैछ अलिअलि हामी चाहिँ ल खुट्टै काट्यो कहिले अन्त तपाईँहरूलाई पनि सब भिजिट गराइदिन्छु ल माथि ओके तिमीलाई के भन्नु छ आज केही छैन ल हिँड्नुहोस् त यहाँ चाहिँ उकालो जानुपर्छ होइन हामी अन्त यहाँ माथि ग्रिन हाउस छ यो चाहिँ अस्ति हुन्डीले हावाले उडाइदिएको अन्त हामी चाहिँ त्यही गएको अब चाहिँ पानी पर्दैछ नि छिल्लास यहाँ पानी छ खै पानी अलिअलि पर्दैछ ए अलिअलि भिज्दैछ पानी के पाऱ्यो नि त त्यो चाहिँ जग्गामा चाहिँ पानी परेर एकदम ग्रिनेरी एरिया भइरहेछ फिलहालको लागि यिनीहरू चाहिँ लिजु यहाँ हेर्नु न यसलाई कुकुरले खेदाएको अब यो चाहिँ हाम्रो यसको नाम के हो भनिदिनु त जेनी 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 जेनीको बच्चाहरू दुइटा यिनीहरूको आँखा देखाउनु पऱ्यो खोइ देखाउनु त आँखा कस्तो छैन यता खोइ यता आँखा देखाउँदा बहिनी यसको हेर्नु त आँखा यस्तो कलर छ यसको आँखा चाहिँ हेर्नु त यस्तो हेर्नु न यसरी कसै छाडा छाडा भइसक्यो वान साइड चाहिँ यसको ठिकै छ वान साइड चाहिँ ब्लू छ आँखा यसको हामी चाहिँ यहाँ बर्खा आनौँसँग गफ गरिकन निक्लेको है अन्त यहाँनिर एउटा छ देखाउँछु ल तपाईँहरूलाई यहाँनिर चाहिँ कुखुराको चाहिँ दामी बनाइदिएको छ हाम्रो आजङ्दा आनम भएर यहाँनिर यसरी बारिदिएको छ यो कुखुरा खोर भयो अन्त यसरी वरिपरि बारिदिएको छ यहाँ चाहिँ पुरा के भन्छ स्याल आउँछ नि त अन्त यिनीहरू दिनभरि यसरी बाहिर छोड्यो खायो अन्त भित्र त्यसरी गर्छ लुचु मै यहाँ चाहिँ मैले के देखेँ भने चाहिँ यो चाहिँ रुख टमाटर फल्दो रहेछ रुख टमाटर यहाँ पनि छ हामी चाहिँ आइपुग्यो हो यो चाहिँ हाम्रो पहिलाको मूल घर अहिले चाहिँ कोही बस्दैन मैले भ्लगमा हालेको थिएँ यो जग्गाको पनि अन्त यो चाहिँ हाम्रो पहिलाको मूल घर है पहिलाको मूल घरहरू यस्तै हुन्छ नि त त्यहाँदेखि चाहिँ छुट्टिएको हामीहरू अब चाहिँ हामी चाहिँ यहाँ मेरो आक्कुको ग्रिन हाउसमा पसेको रम्बेरा टिप्नु है अन्त इङ्ग्लिसबाट के भन्छ अरे टमेटो ओके हेर्नु न यहाँनिर काँक्राहरू छ हो यसरी अस्तिको हुन्डीले चाहिँ यस्तो पारिदिएको चाहिँ सबै नयाँ लगाउनु भएको थियो होइन अन्त यस्तो पारिदिएको छ यसरी हिजो पो अस्तिको हुन्डीले ल तिमी भिडियो बनाइदेऊ म टिप्छु ल ओके ल सो यो चाहिँ हाम्रो आक्कुहरूले टमाटर यत्रो यत्रो फलाएको छ है अलिकति आउनुहोस् त जुम गरिदिनु यता देखाउनुहोस् त यो चाहिँ हाम्रो आक्कुहरूले टमाटर घरमै रोपेको अन्त यो चाहिँ टिपिराखेको नि त अब छिटो गरम हो अन्त पाकिहाल्छ भन्ने चाहिँ यो चाहिँ लगेको अब पाकेको मात्रै टिप्नुपर्छ ल पाक्नु आँटेको अलिअलि किरा परेछ नि हेर्नु त कस्तो मजाको छ किन्नु पनि पर्दैन रम्बेरा बजारमा पनि कटमा न अलिअलि कता कता किरा लागेको छैन अब त्यही राम्रो छ रम्बेरा यो चाहिँ लोकल टमेटो हाम्रो यहाँ ग्रिन हाउसमा हाम्रो आक्कुले हेर्नु न यसरी भइस रम्बेरा मजाकै यस्तो दामी फलेछ यतिको भए त बजारमा किन्नु पनि पर्दैन तपाईँ झोला थाम्नुहोस् त अब चाहिँ रम्बेरा चाहिँ सबै बेचिसकेको नि त पठाइसकेको बेचेर हो अन्त यो चाहिँ अलिअलि रहेको थियो त्यो चाहिँ हजुर मै टिप्नु आएको हामीलाई भनिकन त्यसले गर्दा चाहिँ हामी चाहिँ टिपिसक्यो है अलिअलि पायो त्यसले गर्दा तपाईँहरू देखाएँ यताको थियो अन्त त्यसले गर्दा चाहिँ अब चाहिँ हामी चाहिँ निक्लेको घरतर्फ पुरा पानी परिरहेछ नि त अन्त
हामी 3 जना चाहिँ निक्लेको अब रमभेडा लिएर काफी यति त हप्ता दिन पुग्छ चटनीहरू खानुपर्छ नि त यो पाकेको छैन त्यसले गर्दा त्यही गर्नुपर्छ त्यसलाई चाहिँ राखेर आफै पाकिहाल्छ गरमले गर्दा अन्त 1-2 दिनमा पाकिहाल्छ त्यसले गर्दा हामी चाहिँ अब गएको रमभेडा टिपिसकेर यसले चाहिँ लर्निङ गर्दैछ मेरोबाट ब्लग बनाउनु भन्दिनँ त कसरी बनाउँछ अघि चाहिँ नि म चाहिँ त्यहाँनिर रमभेडा टिप्दै थिएँ नि त अन्त ऊ चाहिँ यसो के भन्छ पट हुन्छ नि पटको चाहिँ फोन बनाएर चाहिँ ऊ चाहिँ अब म जस्तो भ्लग बनाउँदो रहेछ हेलो वेलकम टु माई भ्लग भन्दै अन्त हामी चाहिँ अब आराम पुग्न आँटेको सो थ्याङ्क यू सो मच फर वाचिङ माई मिनी भ्लग बाई बाई सी यू इन द नेक्स्ट भ्लग टाटा